They are very professionals and up to the mark regarding their works and very chasing kind of guy. सबै कुरा चाहिँ टाइममा हुनुपर्छ, यो आउनुपर्छ, त्यो आउनुपर्छ। इभन क्लाइन्टलाई पनि दे आर लाइक यो टाइममा यो गर्नुपर्छ सर भनेर चाहिँ एकदम टाइमली कम्प्लिट गर्ने र क्वालिटी वर्क्स दिने मोटिभ भएको चाहिँ टिम छ र दे आर भेरी गुड टु वर्क। हेलो एन्ड नमस्ते, आई एम राजन खड्का होइन। अनि अब यो प्रोजेक्टको कुरा गर्दाखेरि चाहिँ सुरुमा अब घर बनाउने प्लान सुरु भयो मेरो। त्यसको लागि चाहिँ म सुरुमा आर्किटेक्ट र डिजाइनिङ टिमहरूसँग भेट्न थालेँ, जसमा चाहिँ स्ट्रक्चरल इन्जिनियर, आर्किटेक्चर इन्जिनियर्सहरूसँग कुरा भयो। त्यो चाहिँ मेरो साथीहरूको थ्रुबाट म कनेक्ट भएँ र त्यही सिलसिलामा मेरो काम सुरु भयो र बिस्तारै चाहिँ अब इन्टेरियर पनि चाहियो, इन्टेरियर डिजाइनर्सहरू चाहियो जसले चाहिँ मेरो निडहरू फुलफिल गर्छ भन्ने कुरा गर्दाखेरि चाहिँ त्यही स्ट्रक्चरल र आर्किटेक्ट इन्जिनियर्सहरूको टिमको थ्रुबाटै म इन्टेरियर डिजाइनर टिमसँग कनेक्ट हुन गएँ। एन्ड दिस गाइज आर भिभिड इन्टेरियर्स। अब भिभिड इन्टेरियर्सले फर्स्टमा मलाई ग्राफिक 3D अब बनाएर दिनुभयो होइन। म अलिकति टेक्निकल पर्सन भएको कारणले गर्दाखेरि आई अन्डरस्ट्यान्ड डिजाइन होइन, लेआउट्सहरू। र उहाँहरूले मलाई 3D दिँदाखेरि चाहिँ फर्स्टमा मन पऱ्यो भने मेरो किचन पार्ट थियो, जसमा चाहिँ जुन उहाँहरूले कलर युज गर्नुभएको छ कन्ट्रास्ट ग्रिन कलर, त्यो चाहिँ एकदम फेभरेट पार्ट थियो। प्लस तपाईँको आइल्यान्डको कुरा, ड्राई प्यान्ट्रीको कुरा, अनि कफीको लागि छुट्टै मेकिङ एरियाहरू बनाइदिनु भएको छ, त्यसले मलाई एकदम इम्प्रेस गरेको। प्लस मुभमेन्टमा एकदम इजी भएको छ। सिङ्क युज गर्न पाएको छैन, साइडमा रेफ्रिजरेटर राखिनु भएको छ, सामान युज निकाल्नुहुन्छ, सिङ्क युज गर्नुहुन्छ, क्लिन गर्नुहुन्छ, फेरि साइडमा तपाईँको चाहिँ स्टोभ्सको व्यवस्था छ होइन, जसले गर्दाखेरि चाहिँ ट्रायङ्गल मुभमेन्ट छ र त्यसले चाहिँ एकदम बेनिफिट भएको छ। सो निड अनुसारको कुराहरू भएको छ। इभन म चाहिँ अब ग्रिनेरी लभर भएको कारणले गर्दाखेरि चाहिँ ग्रिन स्पेसहरू चाहिँ चाहिन्छ है भन्ने कुरा भएको कारणले उहाँले स्पेसहरू पनि मेन्टेन गरिदिनु भएको छ। इभन बाल्कनीमा पनि इनफ ग्रिनहरू राखिदिनु भएको छ। सेकेन्ड थिङ भनेको चाहिँ मेरो बेडरुम र मेरो वर्किङ क्लोजेट हो, जुन चाहिँ म मोस्ट अफ द टाइम अब मान्छेले आफ्नो घरमा वर्किङ पर्सनल भएपछि घरमा आउने रेस्ट गर्ने नै हुन्छ र त्यो पार्ट चाहिँ बेस्ट हुन्छ। अहिले मेरो बेडरुममा जाँदाखेरि नि मैले सोचेको चाहिँ बेडरुममा खालि बेड मात्र होस् र मलाई स्लिपिङ एरिया होस्, अनि डिस्टर्बेन्सको केही पनि कुराहरू नहोस्। जस्ट लाइक अब साइडमा क्लोजेटहरू, मेसी क्लोथ्सहरू होइन, अब इभन ड्रेसिङको कुराहरू चाहिँ साइडमा नहोस् भन्ने कारणले गर्दाखेरि चाहिँ सेपरेट डिजाइन गरिदिनु भयो, वक इन बनाइदिनु भयो। वक इन क्लोजेट सँगसँगै बाह्र चाहिँ भित्रैबाट मलाई टोइलेट डिजाइन गरिदिनु भयो, जसले गर्दाखेरि चाहिँ म बेडरुममा बस्दाखेरि मलाई टोइलेटबाट केही पनि इम्प्याक्ट पनि भयो। इभन अब अहिले मेरो यो हाउसको कुरा गर्दा, सोफाको कुरा गर्दाखेरि नै अब यतापट्टि ब्याकग्राउन्डमा ग्रिन कलर छ, उहाँले अरेन्ज राख्नुहुन्छ, कन्ट्रास्ट ब्युटिफुल छ होइन, त्यो राम्रो छ। सो यो कुराहरूले एकदम फाइदा भयो। अर्को भनेको चाहिँ जुन कुरा उहाँहरूले कमिट गर्नुहुन्छ दिनको लागि, त्यसकोमा चाहिँ उहाँहरू कम्प्रोमाइज यदि नगर्नु हुने। फर इक्जाम्पल यतापट्टि टिभी क्याबिनेटहरू छ, जसमा युज गरेको ल्यामिनेटहरू भनेको चाहिँ डिजाइनमा दिइहाल्नुभयो, पर पाइएन मार्केटमा। सो वी वेटेड फर अराउन्ड 1 month, पछि आयो, तर जे डिजाइन थियो त्यही नै कम्प्लिट भयो। र मोस्ट इम्पोर्टेन्ट थिङ अबाउट भिभिड इन्टेरियर इज पोस्ट सेल सर्भिस भन्छु म चाहिँ। उहाँको इन्टेरियर डिजाइन सबै कम्प्लिट भयो होइन, तर कम्प्लिट भन्दैमा सबै कुरा इन्टेरियर डिजाइनरले बनाएको सबै ठिक छ भन्ने नै हुँदैन। कहिलेकाहीँ केही इरोर्सहरू आउन सक्छ, कहिलेकाहीँ केही फल्ट्सहरू निस्किन सक्छ। सो दिस गाइज आर लाइक तपाईँले कमेन्ट गर्न पाएको छैन, क्विक रेस्पोन्स दिन्छ र आएर मेन्टेन पनि गरिदिनुहुन्छ। तपाईँले प्रोजेक्ट सुरुमा बजेटिङदेखि लिएर लास्टमा पोस्ट सेल सर्भिससम्म पाउनुहुन्छ। सो भिभिड इन्टेरियर इज गुड फर यु, नट ओन्ली कनेक्टिङ विथ मी एन्ड अल्सो विथ माई प्यारेन्ट्स। घर बनाउँदाखेरि चाहिँ प्यारेन्टको सोच र अब हामी न्यू जेनेरेसनको सोच एकदम फरक हो नि। प्यारेन्ट्सहरूले चाहिँ अब यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भन्दा अब इन्टेरियर डिजाइनरले आएर 3Dमै देखाएर चाहिँ यस्तो बन्छ है आमा भनेर देखाइदिनु भयो होइन। ड्याडलाई देखाइदिएपछि दे वर अल्सो कन्भिन्स। मलाई सजिलो पनि भयो प्यारेन्ट्सलाई कन्भिन्स गर्नको लागि कि ओपन अब तपाईँको लिभिङ रुम साइडमा, डाइनिङ साइडमा ओपन किचन, जुन कुरा चाहिँ अब पहिलाको मान्छेहरू त्यति नरुचाउने, बट डिजाइन देखिसकेपछि दे वर लाइक ठिक छ, राम्रो छ, राम्रो बनाएको छ, हामीलाई सजिलो पनि हुन्छ होइन भन्ने कुरा भयो। सो आई रियली लाइक टु थ्याङ्क भिभिड इन्टेरियर्स फर अल देयर इफोर्ट इन कम्प्लिटिङ माई ड्रिम प्रोजेक्ट।